हेलो गाइजहरु म चाहिँ आज डीएलएस एकेडमी खेलिरहेको छु। अब यो हेरेर लाइक सब्स्क्राइब गरिदिनु होला। म खेल्छु प्रिस्टोन सँग अनि हामी हेरौँ के हुन्छ गेममा। यो भाइ धेरै बोलिरहेको छ। यो मेरो साइडको भाइ हो अनि यहाँ एउटा छोटो भाइ छ हाँसिरहेको छ। यहाँ मैले चाहिँ पास दिएँ हैन गाइजहरु। अनि यहाँ म गइरहेको छु अनि यहाँ जिजु छ। ओए कस्तो थोडा सन भनेको मेरो नास भनिरहेको छु। सुन्दिनस् बरु। ओ डिलुकास डरो डिफेन्डर हो नगर चुप डेथ होलम यहाँ छ। अनि यहाँ यो एमसी क्यान भनेको डोनाल्ड ट्रम्पको छोरा हो क्या हो। यो त अघि बढिरहेछ कोटिदिनु। ओए यो कस्तरी छिनो यार। ओए कस्तो लुब्रा रहेछ। यहाँ यो टर्न डिफेन्सिभ टु अट्याक भनिरहेछ। यो कमान्डरले चाहिँ चुप नबोल भन्छु न सहिले एक झापड दिएर लडाइदिन्छु भनेर सुन्दैन यो चाहिँ हैन गाइजहरु। हाँसेको यो थोडा सन भनेको हो। यो अघिदेखि छिनिरहेको छ बल हालिरहेको छ। यहाँ मुर्रा हो मुर्रै खानेको लागि मुर्रा चाहिन्छ। मुर्रा पनि यस्तो दामी ड्रिबल गरिरहेछ कि म तिमीहरूलाई एउटा चिज देखाइदिन्छु। पास ये यस्तो दामी पास अनि त्यहाँ अर्को पास। ओए अफसाइड भएछ हैन गाइजहरु। वुडम्यानले चाहिँ उता पा गर्दै रहेछ। रिगेन्स पोजिसन हेरे फेरि रिगेन्स पोजिसन अघि बढा सुट मारेको अरे के खालको पास दिन्छ यार गुरुले त। एमसी के ओ जिजस सुट मारेको त यार कस्तो माथि के कहाँ गयो यो वाइड गयो वाइड। यसको त फेरि हड्डी भचाइदिन्छु नि। अस्ट्रेलियाले बल थियो। अस्ट्रेलियाको सस्ता कपी अनि गाइजहरु यो मैले दरो खेलेको थिएँ। ओए यार कस्तो स्टोरी भन्नेको हो। यो स्टोरीको म टक्ला बजाइदिन्छु क्या भन्दैछु। ओ यो दामी स्किल ट्रबल हुन्छ अनि यो गोल अनि भाइहरु म्यानचेस्टर सिटीको कपी हेर्नु गाइजहरु। हेर दरो गोल हानेको थियो हैन गाइजहरु। यस्तो टट्टी खेलिरहेछन् क्या यसले त। के भयो भाइ ढोका ढोक्यो। ढोकाको त बजाइदिन्छु होला। यो हगेस भनिरहेछ अर्कोले चाहिँ हैन कमेन्टरले चाहिँ देख्नु। अनि ओए यार के खालको रहेछ गोरु। 1-0 छ नि 1-0 हाफ टाइम भएछ हैन गाइज। अनि बन्द गरिदियो कसले बन्द गर्यो। टुरा यस्तो लडाउने गोरु हो। कहाँ गइरहेको छु येल्लो कार्ड दिइसकेको होइन गाइजहरु। कसलाई येल्लो कार्ड दिनु थाहा नै भएन। जिजस अहिले पनि डोमिनेटिङ अनि यस्तो दामी स्किल देखाउँदै अघि बढ्दैछ। ओए भाइ यस्तो कस्तो डिजाइन अनि यो चड्डीको हड्डी बचाइदिनु भनिरहेको छु। यो गिब्सन भनेको गिब्सन तँलाई सम्झिनु कालो हुन्छ भाइ डरो खाले हुन्छ सेम मान्छे कालो जस्तो। मुर्राईले के गर्नु। यहाँ छ जिजस सेता एकदम अनि ओ दामी स्किल देखाउँदै अगाडि बढ्दै थियो। ड्रिबल गरिरहेको थोडा सानले के खालको गरिरहेछ थोडा। अनि यहाँ कस्तो दामी डोमिनेटिङ गर्छ अगाडि। अरे कस्तो पास दिएको गोरु पास नदे भनिरहेको छु। पास दिन्छ यस्तो गरिब पास हो गरिब पास। डिफेन्डिङ चाहिँ कन्फिडेन्टले गरिरहेको छैन गाइजहरु। तर म ह्याट्रिक हाल्नु कोसिस गर्छु। ओइ लाखा डोमिनेटिङ गरिदिएको यसलाई पनि डोमिनेटिङ गर्दै
यार was heading goalwards. यो हेडिङ गोल सुन त हैन गाइजहरु उनी किन दिएको चुप न नबोल न त धेरै Good intercept. के खादियो यस misjudged the pass. त पास दियो नि गाइजहरु यो देखाउँदै अगाडि बढ्दै कत्रो पर सुट हानेको गोरुले चाहिँ Careless pass there. Ball is up, and new players coming on. प्लेयर्स चाहिँ कमिङ अफ गरिरहेछ हेट्रिक हुनु सक्दैन मलाई थाहा भइसक्यो Oh, that pass could have been better. काललाई पास All दियो wrong. गोरुले And अनि हाम्रो फुल टाइम 2-0. They swat their भइसक्यो opponents with ease today. फुल टाइम भइसक्यो हैन गाइजहरु ए आजको लागि ताली बजाऊ ए चुप न नधेर नबोल ताली बजाऊ आजको लागि यति नै गाइजहरु सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला जो नयाँ आयो सब्स्क्राइब गरिदिनु